नमस्ते। आज चाहिँ हामी हाम्रो सी सफ्टवेयरको बेस्ट बिलिङ एन्ड एकाउन्टिङ सफ्टवेयरको डेमो भिडियो हेर्न गइरहेको छौँ। यो चाहिँ तपाईँको लगइन पेज भयो। यहाँबाट हजुरले इमेल र पासवर्डबाट लगइन गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि हजुरको ड्यासबोर्ड खुल्छ। ड्यासबोर्डमा चाहिँ के हेर्न मिल्छ भन्दाखेरि तपाईँको स्टार्टिङमा चाहिँ अब क्यास इन ह्यान्ड कति छ त्यो हेर्न मिल्यो। त्यसै गरी तपाईँको रिसिभेबल एमाउन्टहरू के कति छ सबै हेर्न मिल्यो। त्यसपछि हजुरको पेएबल एमाउन्टहरू, त्यसै गरी क्यास इन ब्याङ्क हाम्रो कति छ सबै हेर्न मिल्यो। त्यसपछि हजुरको ओभरड्युज इन्भोइस र पेड एक्सपेन्सेस के कति छ सबै हेर्न मिल्यो। जस्तै कि तपाईँको अब ओभरड्यु इन्भोइसहरू यहाँबाट हेर्न मिल्यो। त्यसै गरी अब मन्थ पेड एक्सपेन्सेसहरू जुन खर्च गरिराख्नु भएको छ हजुरले मन्थली, त्यो सबै यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसपछि हजुरको नेट इन्कम भयो। अब नेट इन्कममा चाहिँ जस्ट फिस्कल इयरको, जस्तै कि तपाईँको 2025 को डाटा छ यहाँ। मानौँ अब तपाईँको एक्सपेन्स यतिको छ, इन्कम यतिको छ। त्यसपछि अब तपाईँको नेट इन्कम कति हुने भयो त्यो सबै क्यालकुलेसन गरेर देखाउँछ हजुरको यहाँ। त्यसै गरी बिजनेस एक्सपेन्स दिस मन्थ भनेको चाहिँ यहाँ चाहिँ तपाईँको पाइ चार्टमा आउने हो। जस्ट कुन हेडिङमा तपाईँले जस्तै कि एक स्यालेरीमा कति पे गर्नुभयो, अब सामानहरू किन्दाखेरि कतिको एक्सपेन्स गर्नुभयो, त्यो सबैको यहाँ पाइ चार्टमा देखाउने भयो। त्यसै गरी अब यो क्विक भनेर अप्सन किन बनाइएको छ भने तपाईँको जस्ट सजिलो अथवा डेली युजको लागि चाहिँ जस्ट काम लागिराख्ने कुराहरू यहाँबाट सजिलो होस् भनेर यहाँ हालिएको छ। जस्तै कि तपाईँको इन्भोइस भयो, हामीले यहाँबाट इन्भोइस काट्न पनि मिल्यो र इन्भोइस हेर्न पनि मिल्यो। त्यसै गरी तपाईँको इस्टिमेट बिलहरू यहाँबाट बनाउन मिल्यो। त्यसपछि क्रेडिट नोटको बिलहरू बनाउन मिल्यो, एड गर्न मिल्यो। त्यसै गरी एक्सपेन्सहरू यहाँबाट एड गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको रिसिभ पेमेन्टहरू भयो, त्यसै गरी सेल्स रिसिप्ट भयो, रिफन्ड रिसिप्ट भयो, चेक भयो, डिपोजिट भयो, जर्नल भाउचर भयो, डेबिट भाउचर भयो, क्रेडिट भाउचर भयो। त्यसपछि अब यहाँ भाउचर भन्ने अप्सन छ। जस्तै हामीले क्विकमा हेरि नै सक्यौँ, तपाईँको जर्नल भाउचर क्रिएट गर्न मिल्छ, डेबिट भाउचर क्रिएट गर्न मिल्छ र क्रेडिट भाउचर क्रिएट गर्न मिल्छ। त्यसपछि हजुरको अब एक्सपेन्सहरू सबै यहाँबाट एड गर्न सक्नुहुन्छ। जस्तै कि एक्सपेन्सहरू भयो, त्यसपछि हजुरको यहाँबाट सबै कुरा ब्याङ्क एक्सपेन्स, ब्याङ्कबाट भएको ब्याङ्क एक्सपेन्सहरू सबै यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ। त्यसै गरी अब क्रिएट भन्ने अप्सनमा चाहिँ यहाँबाट पनि हजुरले अब इन्भोइस काट्न सक्नुभयो, मिल्यो। त्यसै गरी हेर्न मिल्यो। त्यसपछि अब यहाँबाट तपाईँको सेल्स रिसिप्टहरू क्रिएट गर्न मिल्यो, इस्टिमेट बिलहरू क्रिएट गर्न मिल्यो। त्यसै गरी तपाईँको रिफन्ड रिसिप्टहरू क्रिएट गर्न मिल्यो, क्रेडिट नोटहरू क्रिएट गर्न मिल्यो, पर्चेज भयो, पर्चेज रिटर्नहरूको बिल क्रिएट गर्न पाउनुभयो। त्यसै गरी तपाईँको ब्याङ्क भन्ने अप्सन छ। अब चेकमा के हुन्छ भन्दाखेरि इफ कुनै कस्टमरबाट हजुरले अब पेमेन्टमा चेक पाइराख्नु भएको छ भने हामीले चेकको पेमेन्ट डिटेल्स सबै यहाँबाट राखेर चेक क्रिएट गर्न सकिन्छौँ। त्यसै गरी अब ब्याङ्क भन्ने अप्सन छ। ब्याङ्कमा अब ट्रान्जेक्सन गर्दाखेरि डिफ्रेन्ट ब्याङ्कमा ट्रान्जेक्सन गर्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ हामीले अब ब्याङ्क एड गर्न सक्यौँ, डिफ्रेन्ट ब्याङ्कहरू एड गर्न सकिन्छ यहाँबाट चाहिँ। त्यसै गरी तपाईँको ब्याङ्क डिपोजिट भन्ने अप्सन छ। मानौँ अब तपाईँको कुनै ब्याङ्क क्रिएट गर्नुभयो, अब त्यो एकाउन्टमा जस्ट डिपोजिट छ, कति ब्यालेन्स छ हेरेर तपाईँले यहाँबाट त्यो एकाउन्टमा, ब्याङ्क एकाउन्टमा हजुरले डिपोजिट गर्न सक्नुहुन्छ। त्यसै गरी ब्याङ्क बुक भयो। ब्याङ्क बुकमा चाहिँ जस्तै कि अब कुनै एकाउन्टबाट हजुरको कतिको एक्सपेन्स भइरहेछ, अब कतिको मतलब इन्कम आइरहेछ, त्यो सबै जस्तै इन्फ्लो र आउटफ्लो सबै हजुरको ब्याङ्क बुकबाट देखाउने भयो। त्यसै गरी ब्याङ्क कलेक्सन भयो। ब्याङ्क कलेक्सनमा अब तपाईँको सेल्स बापत जुन इन्कम हुन्छ त्यो हुने भयो ब्याङ्क कलेक्सनमा। त्यसै गरी अब इफ एकाउन्टमा पैसा छ, इन्ट्रेस्ट आइरहेछ भने त्यो पनि हजुरको सबै ब्याङ्क कलेक्सनमा आउने भयो। त्यसपछि अब मनी ट्रान्सफर भनेर छ। मनी ट्रान्सफरमा जस्तै कि अब पैसा पठाउनु पऱ्यो भने हजुरले ब्याङ्क टु ब्याङ्क पठाउन सक्नुभयो। त्यसै गरी ब्याङ्क टु क्यास भयो। त्यसपछि हजुरको क्यास टु ब्याङ्क भयो। अब स्टेटमेन्ट के को हेर्न मिल्छ भन्दाखेरि सुरुमा तपाईँको जेनरल जर्नलको स्टेटमेन्ट हेर्न पाउनुभयो। त्यसै गरी लेजर एकाउन्टको भयो। त्यसै गरी तपाईँको ट्रायल ब्यालेन्सको, इन्कमको, ब्यालेन्स सिटको र ब्याङ्क रिकन्सिलेसनको स्टेटमेन्टहरू सबैको हेर्न पाउनुभयो। त्यसपछि अब एकाउन्ट भन्ने अप्सन छ। एकाउन्टमा चाहिँ के गर्न मिल्छ भन्दाखेरि तपाईँको कुनै पनि पार्टी अथवा कस्टमर, भेन्डर सबैको एकाउन्ट यहाँबाट क्रिएट गर्न सक्नुहुन्छ। त्यसै गरी एउटा चार्ट अफ एकाउन्ट भन्ने छ। यहाँबाट चाहिँ हजुरले कुनै पनि एक्सपेन्सको हेडिङ क्रिएट गर्नु पऱ्यो भने यहाँबाट हजुरले हेडिङ क्रिएट गर्न सक्नुहुन्छ। त्यसै गरी ओपनिङ एकाउन्ट हेडमा चाहिँ जस्तै कि अब कुनै पनि हेडिङमा हजुरले कतिको खर्च, जस्तै स्यालेरी भयो, कति पे गरिराख्नु भएको छ हेडिङमा, त्यो अनुसारको अब एन्ट्री गर्न मिल्यो। त्यसपछि रिसिभ पेमेन्टहरूको लिस्टहरू सबै कति पेमेन्ट आछ भनेर यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसै गरी ओपनिङ ब्यालेन्स भयो। यो चाहिँ तपाईँको जस्ट कुनै पनि कस्टमरको, भेन्डरको अब एकाउन्ट ओपनिङ गर्दाखेरि त्यो ओपनिङ एकाउन्ट ब्यालेन्स कति छ त्यो यहाँबाट हामीले एन्ट्री गर्न सकिन्छौँ। त्यसै गरी अब
प्रोडक्ट र सर्भिस भन्ने छ। अब तपाईँ बिलिङ र एकाउन्टिङको सफ्टवेयरले अब प्राय बिलिङ गरिन्छ। त्यसै जस्तै कि अब तपाईँले अब कुनै पनि अब यहाँबाट प्रोडक्ट हजुरले प्रोभाइड गरिराख्नु भएको छ भने प्रोडक्ट पनि क्रिएट गर्न मिल्यो। इफ सर्भिस मात्र प्रोभाइड गरिराख्नु भएको छ भने सर्भिस पनि क्रिएट गर्न पाउनुभयो। त्यसपछि हजुरको यहाँ रोल भन्ने अप्सन छ। रोल भन्ने अप्सनमा मल्टिपल रोल्स छ। जस्तै कि अब हजुरले युजर क्रिएट गर्दाखेरि डिफ्रेन्ट युजर क्रिएट गरेर डिफ्रेन्ट युजरलाई नै डिफ्रेन्ट रोल एसाइन गर्न सक्नुहुन्छ। त्यसै गरी अब युजर्स भयो, यहाँबाट युजर्स क्रिएट गर्न सक्नुहुन्छ। त्यसपछि सेटिङ भन्ने अप्सन छ। सेटिङमा चाहिँ जस्तै लेआउट र सिस्टममा चाहिँ हामीले आफ्नो कम्पनी सेटअप गर्न सकिन्छौँ। त्यसै गरी अब यो सफ्टवेयरमा भएको डाटा चाहिँ अब ब्याकअपको लागि चाहियो भने हामीले डाटा ब्याकअप गर्न सकिन्छौँ। त्यसै गरी तपाईँको रिस्टोर ब्याकअप छ। इफ अब हामीले अब पहिलादेखि नै कुनै डाटा अब राखिरहेछौँ भने अब रिस्टोर गर्नु पऱ्यो भने हामीले यहाँबाट डाटाहरू सबै ब्याकअप रिस्टोर गर्न सकिन्छौँ। त्यसै गरी तपाईँको यो लगआउटको अप्सन भयो। त्यसपछि यो चाहिँ एडमिनको प्रोफाइल भयो। यहाँबाट चाहिँ हामीले अब एडमिनको प्रोफाइल चेन्ज गर्न मिल्यो। त्यसै गरी अब पासवर्डहरू चेन्ज गर्नु पऱ्यो भने यहाँबाट चेन्ज गर्न सकिन्छ। त्यसपछि हजुरको यो अब इमेल एड्रेसहरू सबै चाहिँ युजर्सको, जस्तै अब युजर्समा गएर हजुरको युजर्समा क्रिएट गरेको एडमिनको यो भ्यू एडिट गरेर यहाँबाट सबै एडिट गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।